13 अक्टोबर सन् 1972 युरुग्वायन एयर फोर्स फ्लाइट 571 साउथ अमेरिकाको युरुग्वायनबाट सेन्टियागो तर्फ जाँदै थिए। प्लेनमा युरुग्वायनको रग्बी टिम र उनीहरूको फ्यामिली थिए। टोटल 45 जना प्यासेन्जर लिएर एन्डिज माउन्टेनको माथि उड्दै थिए। सबै नर्मल नै थियो, प्यासेन्जरहरू माउन्टेनको नजारा हेरेर रमाइलो गर्दै थिए। अचानक प्लेनले कन्ट्रोल गुमायो। जहाज सिधै एन्डिज हिमालमा क्र्यास भयो, करिबन 3570 मिटरको उचाइमा। क्र्यास पछि धेरै मानिसहरूको तुरुन्तै मृत्यु भयो र लकीली 45 जना प्यासेन्जरमा 33 जना प्यासेन्जर अझै बाँचेका थिए। अनफर्चुनेटली प्रायः सबैजना मानिसहरू गम्भीर रूपमा घायल थिए। बाँचेका मानिसहरू कडा चिसोसँग लड्दै थिए। खानेकुराको रूपमा उनीहरूसँग एकदमै लिमिटेड कुराहरू थिए। दिनहरू बित्दै गए तर बाँच्नेको संख्या घट्दै गयो। यतातिर प्लेन क्र्यास भएको थाहा भएपछि रेस्क्यु टिम जहाज खोज्नको तर्फ लाग्छ। एक तर्फ फसेको मानिसहरू बचाउन आउँछ भन्ने आशमा थिए भने अर्को तर्फ रेस्क्यु टिमले जहाज नभेटाएपछि सर्च अपरेसनलाई बन्द गरिदिन्छ। दिनहरू बित्दै गए। अब उनीहरूलाई थाहा भयो कि बाँच्नको लागि आफैले केही गर्नुपर्छ भनेर। खानेकुराको यति कमी थियो कि अन्त्यत भोकको कारणले उनीहरूले एउटा यस्तो डिसिजन लिन्छ जुन हामी कसैले पनि सोच्न सक्दैनौँ। एक्सट्रिम भोकको कारणले उनीहरूले मरेको साथीहरूको मासु खाने निर्णय गर्छन्। केही चारा छैन, यदि बाँच्नु छ भने खानै पर्ने थियो। 72 दिनपछि 2 जना साहसी मानिसहरू जो कम घायल थिए उनीहरू हिमाललाई पार गरेर मद्दत खोज्न निस्किन्छन्। धेरै दिन हिँडेपछि अन्त्यत उनीहरूले मानिस भेटेर रेस्क्यु टिमले फसेको मानिसहरूलाई पनि बचाउँछन्। करिबन 16 जना मान्छेलाई रेस्क्यु गर्छ।